नमस्कार दर्शकवृन्द, तपाईहरुलाई मोक्ष मोडेस्ट युट्युब च्यानलमा हार्दिक स्वागत छ। यहाँहरुको रिक्वेस्टमा केबीएल अर्थात् कुमारी बैंक लिमिटेड लिएर म उपस्थित भएको छु। अहिले पछिल्लो समयमा फन्डामेन्टली पनि एकदमै राम्रो परफर्म गरेको कुमारी बैंक हैन, एनपीएल अलिकति कमजोर अवस्थाबाट चाहिँ सुधारोन्मुख भएर टप 5 भित्र आएको एउटा कम्पनीको रूपमा अहिले कमर्सियल बैंक भित्र देखिएको छ। सिम्पली अब हामीले हेरिराख्दाखेरि एउटा लामो गिरावट जस्तै देखिन्छ हैन, लामो गिरावट भइसके पछाडी करिब यो कम्पनीको मूल्यलाई हामीले हेर्यौं भने 270 तिरबाट अहिले 170 तिर झरेको हैन, र अहिले केही बढ्ने प्रयासमा चाहिँ 190 को नजिक छ। र पछिल्लो 1 वर्षकै हाई र लोलाई हेर्ने हो भने क्लोजिङको हिसाबले 176 रुपैयाँ 50 पैसामा लो र 228 रुपैयाँ प्लसमा चाहिँ यसको हाई देखिन्छ। यो सिनारियोमा अलिकति थोरै एउटा प्याटर्न बनिराखेको छ र यो एरियालाई ब्रेक गरेर जान सकिरहेको अवस्था छैन। राम्रै क्यान्डल भन्दा नि गर्न नसकिरहेको अवस्था छ। अनि पछिल्लो दुईटा क्यान्डल हेर्ने हो भने चाहिँ एउटा रिभर्सल क्यान्डल बनेको छ, तल आउने क्रममा एउटा ह्यामर क्यान्डल बनेर माथि जाने प्रयास गरेको छ, तर अझै सकेको छैन। अब हेरौं, जहाँसम्म लाग्छ कम्पनीको मूल्य चाहिँ माथितिर नै उक्लन्छ भन्ने लाग्छ हैन, तर अहिले नै स्योर सर्ट भइसकेको कम्पनीको रूपमा चाहिँ मैले देखिसकेको चाहिँ छैन। ओभरअलमा सस्तो राम्रो कम्पनीको रूपमा यो एउटा स्टक हुन सक्छ बैंकिङ सेक्टर भित्र केही अवसर खोज्ने लगानीकर्ताहरूको लागि। अब यसको पछिल्लो समयको भोल्युमलाई हेर्ने भने थोरै बढ्ने प्रयास गरिराखेको छ। ग्रीन भन्दा रेडबाट भोल्युम बढ्यो कि भन्ने खालको देखिन्छ। आरएसआई 60 भन्दा माथितिर गएर फेरि यो साइडवेज जोन भित्र आइपुगेको छ, तर त्यस्तो धेरै नेगेटिभ खालको सिनारियो छैन। आरएसआई को ठिकै देखियो हैन। एमएसीडी को कुरा गर्दा एमएसीडी सिग्नल लाइन र हिस्टोग्रामको बार पोजिटिभ एरियामा छ, तर स्ट्रङ छ भनेर भन्न सक्ने स्थिति चाहिँ हामीले अहिले देखिरहेका छैनौं। एकुमुलेसन डिस्ट्रिब्युसनलाई हेर्ने भने त्यति अलिकति थोरै एकुमुलेसनको सिचुएसन हो कि भन्ने देखिएर फेरि स्ट्रङ देखिएको चाहिँ छैन। अब हामीले एकुमुलेसनको भित्र चाहिँ अलिकति देखिनलाई यो लेभलतिर माथि आयो भने चाहिँ बेटर हुन सक्छ भन्ने चाहिँ लाग्छ। अहिले नै त्यो सिचुएसन अझै वेट एन्ड सी मा छ। बुलिन्जर ब्यान्ड्सको अप्पर ब्यान्ड ब्रेक गरेको हो र भित्र क्लोजिङ गरेको छ। बुलिन्जर ब्यान्ड्सकै आधारमा हेर्ने हो भने पनि हामीले यो लेभल भन्दा माथितिरको एउटा यात्रा जुन चाहिँ यो क्यान्डलको हाई पनि छ, पछिल्लो क्यान्डलको हाई पनि छ, त्यसलाई हेर्न सकिन्छ। अर्को चाहिँ हाम्रो 50 दिनकोले चाहिँ अब मुभिङ एभरेजले एउटा राम्रो पोजिसन देखाइराखेको छ। रेजिस्टेन्स 2 ब्रेक गरेर 3 मा टेस्ट गरेर फर्किएको छ भने 1 मा सपोर्ट लिएको देखिन्छ र हाम्रो सुपर ट्रेन्डले चाहिँ बाई भ्यालिड गरिरहेको छ। 184 भन्दा माथि रहँदासम्म यसले बाई भ्यालिड गर्ने चाहिँ गरिरहने छ। अब टेक्निकल इन्डिकेटरहरूको अवस्था हामीले हेरिसके पछाडी सिम्पली यहाँ एउटा सानो टाइम फ्रेममा जान चाहन्छु म। सानो टाइम फ्रेममा हेर्ने हो भने यसको चाहिँ जहाँबाट यो पढ्न सुरु गर्यो, हाई बनायो अनि हायर लो बनायो अनि फेरि हायर हाई बनायो अनि हायर लो बनाएर अब यसले हायर हाई बनाउनु पर्छ भन्ने हो हैन। हायर हाई बनाउनको लागि चाहिँ यसले ब्रेक गर्नुपर्ने एरिया चाहिँ यहाँनिर छ हैन, 195 को लेभलमा। अब यो यसरी हेरिराख्दाखेरि चाहिँ हामीले के भन्छौं भने अब यो स्टकमा लगभग हामीले एउटा सामान्य खालको सिनारियोलाई हेर्ने हो भने यो स्टकले आगामी दिनमा चाहिँ यसले ब्रेक गर्नुपर्ने एरिया चाहिँ यो एरिया ब्रेक गरेर माथि बस्छ भने चाहिँ यसमा बाई पोजिसन लिँदा चाहिँ हुन्छ भन्ने लाग्छ। अब यो भनेको कति भन्दा 193 बाट 196 सम्मको जुन जोन छ, 3 अङ्कको 3 रुपैयाँको यो ब्रेक गरेर माथि जान्छ भने चाहिँ हामीले बाइङ पोजिसन लिन सकिन्छ। जहाँसम्म लाग्छ मलाई यो स्टकमा एउटा बाई पोजिसन चाहिँ आउँछ नै भन्ने लाग्छ। टार्गेट हाम्रो अहिले चाहिँ यहाँनिर हुन सक्छ 210 सम्मको टार्गेट चाहिँ हुन सक्छ भन्ने लाग्छ। अब ब्रोकर होल्डिङलाई हेर्ने हो भने 58 नम्बरले एकदमै अत्याधिक होल्डिङ गरेर राखेको छ। त्यो भनेको 31 लाख भन्दा बढी किता होल्डिङ गरेको छ। 208 त उसको एभरेज बाइङ नै छ भने पछाडी हामीलाई डराइराख्नु पर्ने आवश्यकता छैन। अनि अर्को चाहिँ 5 लाख भन्दा बढी होल्डिङ गरेको ब्रोकरको 204 भन्दा बढी मूल्य छ। 208 204 205 206 207 205 210 भने पछाडी अहिलेको मूल्यमा हामीलाई यसमा अगाडि बढ्नको लागि त्यति धेरै सोचिराख्नु पर्छ जस्तो चाहिँ लाग्दैन मलाई। सो त्यस्तो ठूलो नगरौं, 20-30 रुपैयाँको एउटा टार्गेट राखेर चाहिँ गर्न सकिन्छ भन्ने लाग्छ। अब यही हो, तलतिर आउँछ भने चाहिँ हामीले यसको चाहिँ स्टप लसको प्लानिङ भन्दा नि 175 देखि 180 को रेन्जतिर आउँछ भने चाहिँ थप एड गर्ने हिसाबले चाहिँ एभरेज अथवा एड गर्ने हिसाबले चाहिँ यो स्टकहरुमा
इन्ट्री गर्न सकिन्छ। तपाईँले मिडियम टर्म अथवा लङ टर्मको हिसाबले सोच्नुभयो भने चाहिँ कमर्सियल ब्याङ्कहरू एकदम उपयुक्त हुनसक्छ। र यदि तपाईँ त्यस्तो सोच्नुहुन्न, सर्ट टर्म सोच्नुहुन्छ भने चाहिँ यो सेक्टर नै, नट ओन्ली द केबिएल, यो सेक्टर नै तपाईँहरूको लागि चाहिँ उपयुक्त नहुनसक्छ भन्ने लाग्छ। अब यसको त्यही हो, 195 भन्दा माथितिर गयो भने यसले एउटा मोमेन्टम चाहिँ लिन सक्छ, त्यो खालको सिनारियो देखिएको छ। कुमारी ब्याङ्कको बारेमा तपाईँसँग छ भने अहिले सेल गर्ने स्थितिमा चाहिँ अब यो स्थितिमा सेल गर्न सक्ने सम्भावना चाहिँ कमै देख्छु मैले। यद्यपि हामी ले केही तल आउँदाखेरि 175 को रेन्जतिर आयो भने चाहिँ एड गर्नु नै उपयुक्त हुन्छ, अथवा बाई पोजिसन लिन चाहिँ नयाँको लागि उपयुक्त हुनसक्छ भन्ने लाग्छ। कुमारी ब्याङ्कमा तपाईँहरूको रिक्वेस्टमा मैले आफ्नो जानकारीहरू यति राखेको छु, एज अ रिफरेन्सको रूपमा लिइदिनु होला। थ्याङ्क यू फर वाचिङ।